पारे। र यस सम्बन्धी हामीले भारत र चाइनालाई मात्रै नभएर इङ्ल्यान्ड सरकारसँग पनि कुरा गरेछौँ। उहाँहरूले ब्रिटिस इन्डिया छोड्दै गर्दाखेरिको समस्या अहिलेसम्म हाम्रोमा भइरहेको हुँदाखेरि यसमा चाहिँ इङ्ल्यान्डले पनि सरकार राख्नुपर्छ भन्ने हाम्रो मान्यता हो। यो सबै कुराहरू टेबल टक डिप्लोमेटिक हिसाबले भएर समाधान हुने जानकारी गराउन चाहन्छु। प्रधानमन्त्रीको यो अभिव्यक्तिलाई धेरैले परम्परागत कूटनीतिक अभ्यासभन्दा फरक दृष्टिकोणका रूपमा व्याख्या गरेका छन्, किनकि नेपाल भारत सीमा विवादको आधार आजसम्म मुख्यतः सन् 1816 को सुगौली सन्धिलाई मानिँदै आएको छ। उक्त सन्धि तत्कालीन नेपाल र ब्रिटिस इस्ट इन्डिया कम्पनी बीच भएको थियो। त्यसपछि ब्रिटिस शासन अन्त्य भएर भारत स्वतन्त्र हुँदा त्यही सीमालाई निरन्तरता दिइएको थियो। जानकारहरूका अनुसार प्रधानमन्त्रीले बेलायतसँग संवादको कुरा उठाउनुको अर्थ ब्रिटिस शासनले भारत छाड्दाको अवस्थामा सीमा व्यवस्थापन कसरी गरिएको थियो भन्ने ऐतिहासिक दस्तावेज र